नमस्कार साथीहरू, आज हामी पुगेका छौँ तनहुँ जिल्लाको प्रसिद्ध धार्मिक स्थल ढोरबराई मन्दिर। यता चाहिँ दिदीले मेरो व्यापार भएको छैन भनेर हामी चाहिँ दिदीकोबाट नै पूजाको सामग्रीहरू किन्यौँ है। त्यसपछि हामी लाग्यौँ सिधै मन्दिरतर्फ। हल्का बाटो चाहिँ उकालो रहेछ, तर सिडीहरू चाहिँ बनाएको रहेछ मजाले हैन। त्यो सिडीहरू चढ्दै हामी चाहिँ मन्दिरतिर लाग्यौँ। मन्दिर पुग्दा साथै मनमा एकदम अनौठो फिल हुने के शान्त फिल हुने, एकदम राम्रो के पोजिटिभ भाइब्स आउने, मनबाट नै के एकदम शान्त हुने, यस्तो राम्रो लागिरहेको थियो है मलाई चाहिँ। प्राकृतिक हरियाली र शान्त वातावरणको बीचमा रहेको यो मन्दिर तीर्थालुहरूको आस्थाको केन्द्र रहेको छ। ढोरबराई माताको मन्दिर दर्शन गर्दै सबैको सुख शान्ति र स्वास्थ्य समृद्धिको कामना पनि गर्छौँ। ढोरबराई माताले सबैको रक्षा गरिदिनु होला भन्ने आशा गर्दछौँ। यहाँको प्रसिद्ध पोखरी यस मन्दिरको विशेष आकर्षण हो। यहाँ मान्ने गरिएको छ कि पोखरीमा बोल्न नसक्ने बच्चाहरूलाई स्नान गराउँदा बोल्छन् भन्ने एउटा आस्था रहेको छ, जसले गर्दा यहाँ भक्तजनहरूको धेरै भिड हुने गर्दछ। यस्तै रमाइलो भिडियोहरू ठाउँहरू हेर्नको लागि हामीलाई फलो गर्न नबिर्सिनुहोला। धन्यवाद।